सबैलाई नमस्कार। म रेशम पौडेल हाल अमेरिकाको टेक्सास राज्यबाट विगत केही समयदेखि लोन अफिसरको भूमिकामा काम गर्दै आएकोमा अबबाट म एज अ रियल इस्टेट एजेन्टको रूपमा पनि काम गरेर हुने यसै भिडियो मार्फत जानकारी गराउँदैछु। अन्य कुनै भूमिका बिना म आजको भिडियोको विषयवस्तुतर्फ लाग्छु। हामी सबैलाई थाहा भएको कुरा हो, घर किन्नु भनेको जीवनको सबैभन्दा ठुलो निर्णय र ठुलो ट्रान्जेक्सन हो। सबैमा यो लागू नहुन सक्छ, तर अधिकांशको सबैभन्दा ठुलो निर्णय र ट्रान्जेक्सन हो। धेरैलाई थाहा नहुन सक्छ कहाँबाट सुरु गर्ने, लोन कसरी हुने, मसित त पैसा छैन, लोनका एक प्रकारहरू हुन्छन्, अनि कति ब्याज दर हुन्छ, मेरो क्रेडिट स्कोर मिनिमम कति चाहिन्छ भन्ने विभिन्न किसिमका जानकारी हुन्छ। सबैलाई अलमल नै हुने गर्छ। त्यो उद्देश्यले मैले आज भिडियो बनाएको हुँ। म आजदेखि 30 दिनसम्म भिडियो च्यालेन्ज सुरु गर्दैछु, जहाँ हरेक दिन रियल इस्टेट किन्नको लागि या घर र घर किन्नको लागि लोन सम्बन्धी छोटो उपयोगी जानकारी लिएर आउनेछु। तपाईहरूले घर किन्ने वा तपाईहरूको ब्याज दर चाहिँ महँगोमा किनिसक्नु भएको छ, रिफाइनेन्स गरेर ब्याज दर घटाउने अथवा क्यास आउट अन्य विभिन्न कारणले रिफाइनेन्स गर्ने सोच्दै हुनुहुन्छ भने मलाई फलो गर्न नबिर्सिनु होला। र बीचमा 30 दिनसम्म मैले हरेक दिन सानो छोटो भिडियो बनाउने छु एक विषयलाई लिएर। तर पनि बीचमा तपाईलाई कुनै कन्फ्युजन, कुनै अन्य जानकारी चाहिएमा मलाई सम्झन नबिर्सिनु होला। मलाई इनबक्स गर्न सक्नुहुन्छ, मलाई कमेन्टमा पिन गर्न सक्नुहुन्छ, मलाई म्यासेज गर्न सक्नुहुन्छ। मेरो नम्बर डिस्क्रिप्सनमा छ, फेसबुकमा छ। धेरै जस्तो भिडियो हेर्ने मेरा साथीभाइ इष्टमित्रहरू जोडिसक्नु भएको छ। यदि जोडिनु भएको छैन भने पनि मलाई फलो गर्न नबिर्सिनु होला। आजको भिडियो अलि लामो भए पनि अबको भिडियो छोटो अनि जानकारीमूलक बनाउने कोसिस गर्नेछु। तपाईहरूको सल्लाह सुझाव सधैँ मेरो लागि महत्त्वपूर्ण हुन्छ, त्यसकारण बिना कुनै हेजिटेसन मलाई सल्लाह सुझाव दिनुभएमा त्यसलाई चाहिँ मैले सकारात्मक रूपमा नै लिनेछु। धन्यवाद लामो भिडियो हेरिदिनु भएकोमा। अब अर्को भिडियो भोलि लिएर डे 2 बाट स्पेसिफिक विषयमा जानकारी मूलक बनाएर भिडियो बनाउने छु। फेरि पनि अनुरोध गर्दछु, भिडियो फलो गरिदिनु होला। सकेसम्म यो भिडियो सबै साथीभाइहरूमा सेयर पनि गरिदिनु होला। धन्यवाद।